इन्द्रबानियाज्यू बुझ्नुहोस् मैले अस्ति पनि भनेको थिएँ के भएको थियो हालत नेताहरूको थाहा होला नि। यो मेरो बाजुराको रोडको कन्डिसन यस्तो अल्पत्र पारिदिएर तपाईँ हेलिकप्टर चढेर पिकनिक खान जानु भएको छ इन्द्रबानियाज्यू। यो सडक कहिले पिस हुन्छ? फागुन 21 मा चुनाव हुँदैछ, म आउँदैछु सांसद भएर। इन्द्रबानियाजी मुख्यमन्त्री कार्यालयमा आएर घाँटीमा समात्न नपरोस् है। यो बाटो छिटो पिच गर्नुहोस् होइन। दुःख छ नि होइन। यिनी ठेका लिने बाटो अल्पत्र पार्ने र नेपाली कांग्रेसको नेता हुन् इन्द्रबानिया, उनकै यो ठेका हो। फागुन 21 को चुनाव पछि इन्द्रबानियाजी सतर्क रहनुहोस्, तपाईँ सतर्क रहनुहोस्। यो बाटो दुःख हेर्नुहोस् यहाँ गाई त्यस्तो छ हाम्रो हात त्यस्तो चाहिँ दुःख गर्न एकदम अभिनव यो मजदुरको हात, श्रमिकको हात, सबैको हात होइन। हामी सबैको तपाईँको ठाउँ यस्तो भइरहेको छ। यसरी दुःख सडकमा उहाँहरूले दिनुभएको छ। पछिल्लो दशकौँदेखि यो सडक उहाँहरूले पनि अल्पत्र पार्नु भएको छ। धनगढी आवाजी हेर्नु यहीँ मान्छे अड्केका छन्, अरू छैन। सब लागेर बनाउनु पर्यो। बर्खा पानीले बगाएर यस्तो हुन्छ, हिउँ परेर 6 महिना यो यस्तो हुन्छ यो बाटो। यस्तो मान्छेहरू बाटोमा अल्पत्र पडिरहेका छन्। मैले बारम्बार उठाएको छु मार्तडी कोल्टी सडक खण्ड। सडक नै एउटा महत्त्वपूर्ण आधार हो जनताको होइन। त्यहाँ यो जोड्ने आधार भएको हुनाले यो माथिल्लो 4 बेल्टका मान्छेहरूको सपना हो यो सदरमुकामसँग जोडिने होइन। दशकौँदेखि बजेट विनियोजन भएर पनि बानिया कन्स्ट्रक्सनले जहिले पनि यो सडकलाई अल्पत्र पारेको छ, जसको परिणामस्वरूप हाम्रो अपर बाजुराका चाहिँ मान्छेहरू चाहिँ बाटोमै सुत्केरी हुने, समयमा उपचार नपाउने जुन सिस्टम छ, उनी अहिले मुख्यमन्त्री भएर हेलिकप्टर चढेर चाहिँ पिकनिकमा गइरहेका छन्।